आजको मौसम चाहिँ भन्नुपर्दा यस्तो दामी छ रहेछ हैन बाहिर कस्तो राम्रो क्या घाम पनि धेरै हैन ठिक्कको अनि चिसो पनि छैन हो यस्तै वर्षैभरि भइदिए त हुन्थ्यो नि साथीहरु हुँदैन अनि हेलो साथीहरु के छ खबर तपाईहरुको नमस्कार म सुस्मिता बान्तवा राई अनि अहिले चाहिँ म भर्खर कामदेखि निस्किएर घरतिर जाँदै छु र आजको भ्लगमा चाहिँ म देखाउने छु मेरो आजको कामहरु मतलब मैले जे गर्छु अब त्यही त हो हैन मान्छेले डेली लाइफमा गर्ने कुराहरु म चाहिँ अब हुन त मेरो काम त सकिसक्यो बिहानको सिफ्ट थियो अनि अहिले चाहिँ म घर जाँदै छु अब म घरमा गएर के गर्छु सबै कुरा सकेसम्म म भिडियो बनाएर हाल्नेवाला छु सो त्यसको लागि चाहिँ तपाईहरुले मलाई अन्तिमसम्म हेरेर साथ दिनु होला अनि यदि नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला साथै मेरो भिडियोहरुलाई चाहिँ लाइक कमेन्ट पनि गरिदिदै गर्नु होला म पनि भर्खर भ्लगिङ गर्नलाई सिक्दै छु सो कति कुराहरु चाहिँ मलाई थाहा छैन भिडियो कसरी बनाउने भनेर भर्खर सिक्दै छु हुन त अब भ्लगिङ गर्न थालेको लाइक अलिअलि भिडियो हाल्न थालेको त 5-6 वर्ष नै भइसक्यो तर त्यो के रे धेरै हालि राख्दिन के मैले त्यही भएर वर्षमा 1-2 चोटी 2-3 चोटी त हालेको रहेछु त्यही भएर चाहिँ मेरो युट्युब पनि अलि ग्रो हुन सकेको छैन अब चाहिँ मैले लास्ट टाइम भने जस्तै हप्तामा कम्तीमा एउटा भिडियो चाहिँ म अपलोड गर्छु भनेर त्यही अनुसारले गरिरहेको छु लगभग 3 हप्ता भयो साथीहरु मैले हप्तैपछि भिडियोहरु अपलोड गर्न थालेको ठीक छ धेरै कुरा सिकिँदैछ साथीहरु मेरो काम यस्तो छिटो पुगिन्छ हिँडेर 5-6 मिनेट भनिसकेपछि त गाडीमा त 3 मिनेट हो क्या बिहान त म मेरो 6 बजेको कामको लागि म 86 तिर हिँडे भने ठक्क 6 बजे पुग्छु क्या तर अब त्यही हो कहिलेकाहीँ चाहिँ उठ्न सकिँदैन ढिला हुन्छ अनि अलि ढिला पुग्छु नत्र त गाडीमा त 3 मिनेट हिँडेर 5-6 मिनेट लाग्छ भनेपछि त नि सकिएको त साथीहरु ल है त साथीहरु म घरमा आइपुगे अब अहिले चाहिँ भिडियो यही यति नै भयो म घरमा के गर्छु भनेर चाहिँ फेरि भिडियो बनाउँछु भिडियो बनाएर के बनाउन लाग्नु भएको यसो अचार बनाउन भनेको नि दामी यो चाहिँ ओहो चिकन अचार यही नेपालदेखि मगाउन खोजिरहेको बेलामा त के बनाउनु भएको मेरो त अचार बनिन्छ अनि मात्रै खानुपर्छ क्या होला म चाहिँ अब घर आएर यस्तो छ कि भात खानलाई रेडी मैले चाहिँ मिठो अचारसँग दामी भात साथ खाएर चाहिँ अब म मेरो दिउँसोको काम चाहिँ आज भनेको यो घिउ बनाउने यो बटरदेखिको नेपालीवाला घिउ बनाउँछु कसरी बनाउँछु भनेर चाहिँ मैले लास्ट टाइम पनि एउटा भिडियो अपलोड गरेको छ त्यो पनि हेर्न सक्नुहुन्छ र म चाहिँ मैले पनि टिकटक कता हेरेर र अरूको हेल्पदेखि नै सिकेको हो यसरी बनाएको घिउ चाहिँ मैले पनि खान सक्छु मलाई खासमा घिउ मन पर्दैन थियो पहिला चाहिँ र तपाईहरुले कसरी घिउ बनाउनुहुन्छ कमेन्ट गर्नु होला मैले चाहिँ यसरी नै बनाउँछु छुट्टै तरिकाले बनाउन सक्नुहुन्छ मैले पनि धेरैवटा भिडियोहरु हेरेको थिएँ ल साथीहरु अब चाहिँ यो घिउ रेडी तपाईहरुलाई जेमा मन पर्छ त्यसमा यो घिउ हालेर चट्ट खान सक्नुहुन्छ है त अब चाहिँ साथीहरु हल्का खोर्सानीहरु हेर्न पर्ने हुन्छ के कसो छ बाहिरको अवस्था मैले चाहिँ खोर्सानी एकदमै दुःख गरेर यतिको बनाएको छु यसचोटि नेक्स्ट टाइम चाहिँ म खतरा फलाउँछु भन्ने मलाई लागिरहेको छ फर्सी चाहिँ कडै फल्यो मलाई खासमा फर्सीको मुन्टाहरु चाहिँ मन पर्दैन उसिनेर चाहिँ अलिअलि खान सक्छु तर फर्सीको मुन्टा पनि धेरै नै फलेको थियो अनि फेरि फर्सी पनि टन्नै छ यहाँ नि अलिअलि खोर्सानी अनि यहाँ चाहिँ फर्सी टिपेर राखेको अस्ति यहाँ त्यति करेला पनि फलेको छ है साथीहरु
यो चाहिँ टिप्न पर्ला जस्तो लागेको छ कि मलाई चाहिँ हो यस्तरी टिपिदिन्छु ऊ त्यो त पाक्न लागेको छ यहाँ चाहिँ पाक्न लागेको छ कि हेर त यो खुर्सानीलाई यो तिते करेलाले ढाकेर कति लामो हो यो खुर्सानी त औगो न औगो छ यार तिते करेला भन्दा पनि माथि माथि पुगेछ तिते करेला फलोस् भनेर मैले यहाँनिर यो खुर्सानीलाई सेप्ता भएको थियो तिते करेलाले के अरे तिते करेलालाई खुर्सानीले सेप बनाउने खुर्सानीले तिते करेला सेप बनाउने दुइटा एकै ठाउँमा छ यसलाई नि टिपौँ है सब पाक यहाँ चाहिँ छ तिते करेली यसलाई नि आज म टक्क टिप्छु भनेको त कैँची नै ल्याएन अर्को छ यहाँ पनि रहेछ यार टिप्दिउँ कि टिप्दिनु पर्ला ल अब चाहिँ टमाटर टिप्छु म अलिअलि लगभग टमाटर पनि सकिँदै आएको छ यहाँ चाहिँ यस्तो छ भुइँतिर फलेछ यो कलर चाहिँ मलाई कस्तो मनपर्छ यार टमाटरको हेपेर यो टमाटरले थाक्रा पनि नलाइदिएको त कम्तै फलेन छ हौ आज चाहिँ म यो खोर्सानी पनि टिप्नेवाला छु कम्तै लामो लामो छैन साथीहरू यो खोर्सानी त कुन खोर्सानी हो कुनी खाँदाखेरि खासै पिरो त छैन तर लास्टै लामो लामो फलेको छ क्या झुप्पो फलेको छ यहाँ कस्तो राम्रो देखिएको यार टिप्न पनि मजा लाग्ने रहेछ यत्रो हाँगामा नि फलेछ यहाँ मैले चाहिँ आज यहाँ यतिदेखि तिते करेला अनि त्यसपछि टमाटरहरू टिपेर जाँदैछु यहाँ अब म एक दुईवटा टोकेर खाने खोर्सानी पनि निकाल्छु फाइनली साथीहरू यो टमाटर चाहिँ अब स्टोर गर्नको लागि रेडी भइसकेको छ यो चाहिँ लोकल टमाटर भएकोले गर्दाखेरि एकदमै अमिलो हुन्छ अचार खानु चाहिँ टक्क हुन्छ क्या साथीहरू यति मात्र अट्छ जस्तो लाग्यो मलाई चाहिँ लक गर्ने यो चाहिँ अहिले मैले भर्खर राखेँ यो चाहिँ अस्ति राखेको थियो मच्छरले खायो देखिँदैन रहेछ है देखिन चाहिँ यो चाहिँ तुलसीको पात कस्तो ब्लर आएको साथीहरू अहिले चाहिँ हाम्रो तुलसीको पात टिप्ने कार्यक्रम भइरहेको छ यो पात चाहिँ किन टिपेको भन्नुहुन्छ भने यो चाहिँ पानीसँग उमालेर खाँदाखेरि हेल्थको लागि राम्रो भन्छन् त्यही भएर चाहिँ हामीले यसको पात जति टिपेर सुकाएर राखेर अनि पछि हल्का रुगाखोकी लागेको बेलामा उमालेर खानलाई हो भिडियोमा देखिन आउनु न
राम्रो देखिनु भएको छ त हौ राम्री मान्छे राम्री नै हुन्छ जहिले पनि जहाँ पनि हो खासमा आफू जस्तो छ त्यस्तै देख्ने हो यस्तै छु यस्तै त्यही सर्पले ठुङ्ला नि फेरि अब नसम्झाउनु न मलाई त सम्झिहाल्छु म त यही बारीमा सर्प देखेको छु कि हो त साँच्ची हो कस्तो साँच्ची हो र यहाँ होइन उता पल्लोपट्टि त्यो लाम्चो खोर्सानी फलेको छ नि हौ त्यहाँनिर के ढुङ्गाहरूले हान्नु खोज्दा पनि नभागेको क्या त्यो त अनि यस्तो त्यसपछि त मलाई त्यो के अरे बारीतिर पस्नै डर लाग्छ सानो फेरि नदेखिने त्यसको बच्चा होला सर्पको त्यो बच्चावाला पुग्यो हाम्रो चाहिँ यहाँ यति भइसकेको छ है एक बाटा अब यहाँ छ यहाँ छ यति टिप्ने के हुन्छ रातो चाहिँ त्यो फुल एकबाट तुलसीको पात र साथीहरू आजको दिन चाहिँ अब यस्तै गरेर बित्यो हेरिहाल्नु भयो यो चाहिँ मेरो अन्तिम काम हो है आजको दिनको अब चाहिँ चिल गर्ने हो साथीहरू कामहरू भनेको यस्तै हो साथीहरू काम कहिले पनि सकिँदैन अब आफू पनि हल्का होइन गर्नु पर्यो नि त रमाइलो त्यही हो साथीहरू दिदीले आज दामी चिकनको अचार बनाउनु भएको छ सो हामी चाहिँ अब इन्जोय गर्दैछौँ भोलि सबैले हेर्नुपर्छ यहाँ के रहेछ भन्दा मै देख्दो रहेछ म चाहिँ कोडा छ भनेर हेरेको मै रहेछ गुड नाइट